सम्पूर्ण एसई दिएका विद्यार्थीहरूलाई मेरो तर्फबाट नमस्कार। र अब एसई दिएका विद्यार्थीहरू जुन विद्यार्थी पास भएको छ र तीहरूमध्ये कतिजनाले चाहिँ प्लस टू जोइन गर्छ र कतिजनाले चाहिँ डिप्लोमा लेभलको चाहिँ कोर्सहरू जोइन गर्छ। र यो भिडियोमा म मात्र यो कुरा बताउनेवाला छु कि जुन जुन विद्यार्थीले प्लस टू जोइन गर्छ भने त्यसको केही टेन्सन छैन र जुन विद्यार्थी डिप्लोमा जोइन गर्छ त्यसको पनि केही टेन्सन छैन। बट डिप्लोमा लेभलमा चाहिँ कतिजना विद्यार्थीहरूको चाहिँ नाम निस्केर पढिरहेको हुन्छ र कतिजना विद्यार्थीहरूको चाहिँ के हुन्छ, नामै आउँदैन लिस्टमा, किनभने कोटा चाहिँ लिमिटेड हुन्छ। सो कसैलाई पनि एचए पढ्ने मन छ भने एउटा कलेजमा कोटा भनेको 40 वटा मात्रै हुन्छ। त सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ म आफ्नो तर्फबाट एउटा कुरा के जानकारी दिन चाहन्छु, इफ तपाईहरूले चाहिँ ल्याब, एचए, रेडियोलोजी, अप्टोमेट्री कुनै पनि कोर्स पढ्न चाहनुहुन्छ तर नाम निस्केका छैनन् अथवा पुराना विद्यार्थीहरू पनि वेटिङ लिस्टमा छन् भने अब स्कलरसिपमा चाहिँ पढ्न मिलो। यो सब कोर्स जुन हामी सोचेका थिए र नाम ननिस्केर हाम्रो टाइम चाहिँ वेस्ट भएको छ र वेस्ट हुनेवाला छ। सो सम्पूर्ण विद्यार्थीलाई म भन्न चाहन्छु फुल स्कलरसिप आएको छ हाम्रो छिमेकी देश भारत इन्डियाबाट। एउटा चाहिँ बेङ्गलोर भन्ने ठाउँमा चाहिँ एउटा कलेज छ जुनमा चाहिँ अप्टोमेट्री, ल्याब, रेडियोलोजी, XYZ हामी पढ्न सक्छौँ। अर्को भनेको दिल्लीतिरको कलेज छ जुनमा चाहिँ हामीले चाहिँ एचए कोर्स मजाले गर्न पाउँछौँ र यो कलेजहरू जुन रहेको छ वान अफ द बेस्ट कलेज छ। र त्यो कलेजको बारेमा जानकारी लिनु पर्यो भने स्क्रिनमा दिएको नम्बर छ मेरो 9700600070। यो नम्बरमा चाहिँ सम्पर्क गर्नु होला र व्हाट्सएप नम्बर पनि यहीरहेको छ। सो तपाईहरूलाई चाहिँ एउटा कुरा म भन्न चाहन्छु, इफ तपाईहरूलाई चाहिँ यो एचए डिप्लोमा लेभलको कोर्सहरू गर्ने मन छ भने फास्ट सम्पर्क गर्नु होला, किनभने उतातिर पनि केही लिमिटेड सिटहरू अभाइलेबल मात्रै हुन्छ र कुनै कुनै कलेजले चाहिँ अनलिमिटेड सिट दिएको हुन्छ। बट राम्रो कलेजमा लिमिटेड सिट दिएको कारणले सम्पूर्ण विद्यार्थीलाई चाहिँ राम्रो कलेज चुज गरौँ, यो हाम्रो एउटा मोटिभ पनि छ। सो फास्ट कल गर्नुस् र जानकारी दिनुस्। धन्यवाद।